कङ्ग्रेचुलेसन्स टिम लुम्बिनी लायन्सलाई होइन। अब आजको पर्फर्मेन्स चाहिँ एकदम सोचे भन्दा नि एकदमै बवाल गर्दै होइन लुम्बिनी लायन्स चाहिँ। मैले त सोचिरहेको थिएँ अब झन् 130-40 नर्मल टार्गेट दिन्छ होइन। अब त्यस्तै त्यस्तै भयो खेल पनि होइन। खेल हुन पनि अब एउटा गेम हो होइन। कतिखेर कस्तो टाइपको चेन्जेस हुन्छ भने अब त्यो उ गर्ने सोच्न सकिँदैन होइन। आज त्यस्तै भयो। अब म त एकदम मौन छु क्या। अब के बोलौँ भइरहेको छ होइन। म अब जुन टिमलाई सपोर्ट गरिरहेको थिएँ त्यो टिमले नै जितेन, तर पनि वेल टिम होइन, केही छैन। अब योभन्दा अघिल्लो सिजन पनि यस्तै भइरहेको छ, कन्टिन्यू जित्दै आएर लास्टमा गएर पर्फर्मेन्स एकदम ब्याड, एकदम नराम्रो भयो। यो पालि पनि त्यस्तै भयो, पर्फर्मेन्स झोरै भयो पर्फर्मेन्स होइन। एउटा फर्स्ट मिस्टेक भनेको त हाम्रो के भने नि टस जितिसकेपछि हामीले बलिङ गर्नुपर्थ्यो, किनकि हाम्रो पनि बलर्स एकदम राम्रो थियो होइन। भनेको बेलामा विकेट निकाल्ने खाले थियो नि त, उताबाट गरे होइन। जस्तै हाम्रो सुदूरपश्चिममा के थियो कुगलेन, हेमन्त धामी, अविनाश बोरा, अब ईशान पाण्डे, त्यहीमाथि अब क्याप्टेन हुन्छ नि क्याप्टेन दिपेन्द्र सिंह हेरी नि एकदमै राम्रो बलिङ। अब विकेट निकालिरहेको थियो उसले, डाइरेक्ट त्यस्तै हानिरहेको थियो होइन। आज चाहिँ के भयो यार, म्याच एकदम झोर पारेर हारियो। टार्गेट दिन पनि धेरै सकिएन, 100 क्रस पनि गरेन टार्गेट होइन। टार्गेट पनि कति थियो, जम्मा 86 रनको टार्गेट अल आउटै थियो होइन। 19.1 मा अल आउटै भएर अब यस्तो सोच्न नसक्ने टाइपको भयो म्याच होइन। अब ठिक छ, कङ्ग्रेचुलेसन्स टिम लुम्बिनी लायन्सलाई। उयो के भन्छ, सायद हुनसक्छ यो सिजनकै फर्स्ट रेकर्ड रोहित पौडेलको फर्स्ट ह्याट्रिक होइन। अनि पछि आएर उमा पनि त्यस्तै गरिदियो कि, रनिङ पनि त्यस्तै गर्यो, ब्याटिङ पनि त्यस्तै गर्यो, रनिङहरू त्यस्तै राम्रो लिइदिए। अनि अर्को के भयो, अब फ्रम्बलिङले त्यस्तै विकेट निकालिदियो, शेरमल्लले विकेट निकालिदियो। जस अब जित्न सकेन, हारियो, तर पनि अब त्यही हो हामीलाई मेन झड्का लागेको। दिपेन्द्र सिंह हेरीले अब पहिला हाम्रो जुन सेड्युलमा हामी थियौँ नि, हाम्रो टिम अब हाम्रो प्लेयर्सहरू जुन सेड्युलमा थियो, जुन पोजिसनमा थियो, त्यो पोजिसन छाडेर आफूले उनीहरूलाई त्यो पोजिसन चेन्ज गराएर दिपेन्द्र सिंह आफूले नै फर्स्ट ओभर बलिङ गर्न हुँदैन त। यदि फर्स्ट ओभर बलिङ मात्रै नगरे भए सायद आज हामीले जितिन्थ्यो होला होइन। त्यो नै बिग मिस्टेक त्यो। अर्को हाम्रो विनोद भण्डारी नचल्नु नै टिमको लागि एकदमै ठुलो धक्का, टिमको लागि एकदमै ठुलो धक्का भनेको होइन। जस्तै अब ज्याक्सन विदेशबाट आएको, ज्याक्सन नि चलेन, पुनित पनि चलेन होइन। विनोद भण्डारी चल्नुभयो थियो, विनोद भण्डारी अब आउट नै गइहाल्यो। ठिक छ, जे जस्तो भयो अब नथिङ।